मेरो व्यक्तिगत कुरामा चासो नराख भनेर। कसरी नराख म मेरो माइतीको त्यत्रो खेत बेचेर ऋण ल्याएको छ अनि तपाईँ चाहिँ यो दुनियाँ मान्छेले पैसा छैन भन्दै बाँड्दै हिँडिराख्नु भएको छ। यत्रो बिहान भरि हराएर एकछिन भयो तलै भित्र जुठो भाँडा त्यतिकै छ, अघि न चिसो छ, तसै पनि उहाँ डिलमा नाचेर बस्ने कि बुहारीलाई महारानी बनाएर मैले गरौँ काम? भाउजूले खोजेको नि त्यही हो आमा। अब बिस्तारै हाम्रो घरमा ढलेको गिलास पनि उठाउनु नवाले। त्यो केदारनाथसँग हाम्रो परिवारको पुरानो दुश्मनी छ। एउटा दुश्मनको छोरीलाई हाम्रो घरको बुहारी बनाएर कसरी भित्राउन सक्छौ तिमी आफै भन त। मैले तिमीहरूको प्रेम लीला हेरेर अवितालाई यो घरमा राखेको होइन। तपाईँ आफ्नो जिम्मेवारी नभुल्नुहोस् दाइ। तपाईँ यो घरको कामदार हो। आइन्दा यसरी मेरो दिदीको नजिक गएर मस्केको देख्यो भने राम्रो हुँदैन। अनि त घाँस हालेर बाख्रा हालिदिनु भयो। अस्ति अनुसँग बिहे गरौँ न भनेको मोरी मान्दै मानेन। मानेको भएदेखि चाहिँ तिम्रै जस्तो हालत हुने रहेछ है। धन्न बजेछ। हेरे जोड्या अनुलाई आँखा लाउने काम नगर्नी। अनुलाई आँखा लाइस् भने तेरो आँखा झिकेर गुच्छ खेलिदिन्छु नि। तिमी कहाँ थियो रोशनी? जन्म तिमीले भने जस्तै आमा र दाइलाई लिएर तिम्रो घर गए अनि तिमी चाहिँ आफ्नो घर बोलाएर कहाँ गएको थियौ? रमेश, म तिमीसँग बिहे गर्न सक्दिनँ। मलाई यहाँबाट जान दे। यदि त्यसलाई हामीसँग रिस नै थियो भने आफ्नै देशमा बसेर दुश्मनी गर्न सक्थ्यो। अर्काको देशमा लागेर हाम्रो बुवालाई त्यसरी अल्पत्र पार्ने। उनीहरूले मलाई अपहरण गर्नुको उद्देश्य के हो मैले बुझ्न सकिरहेको छैन। यो अरू कसैको काम होइन छोरी, त्यही दुर्गाको परिवारको काम। तर बाबा, यो काम उनीहरूको हो जस्तो नै लाग्दैन मलाई। 1 महिना त हो नि, यति त म तिम्रो लागि गर्न सकिहाल्छु नि। महिना दिनसम्म अनिसले जे भन्छ त्यो सबै मान्छु। त्यसपछि त तिमी बेरी हुन्छौ नि है। अभि, हजुरले मेरो लागि यति धेरै मेहनत गर्नुभएको छ अनि त्यति सजिलै म अरू कसैको कहाँ हुन सक्छु त? मैले भनेको त थिएँ रोशनीसँग बिहे गरिदिनु भनेर। हजुरले मान्नु भएन, त्यही भएर मैले त अगाडि ल्याएँ आमा रोशनीलाई। आशीर्वाद दिनुहोस्। कान्छो केदारनाथको छोरीसँग बिहे गर्छु भनेर मरिहत्ते गर्छ। सपनामा पनि बिहे गरेर घरमै ल्याए। घमण्डी छ, सपनामा देखे जस्तो गरेर बिहे गरेर घरमा ल्याउनु पनि बेर छैन। म त्यो केटीलाई बिहे गरेर यो घरमा ल्याउन दिन्न। कान्छोलाई कसरी रोक्ने होला, सम्झाउँदा पनि मान्दैन।
अनि कहाँ जान लाग्नुभएको? दाइ तपाईँसँग सल्लाह गर्नु थियो। के सल्लाह भन्न? मैले रोशनीसँग बिहे गर्दा कुनै समस्या छ तपाईँलाई? भन्नु न दाइ, के समस्या छ तपाईँलाई? छैन। अनि तपाईँलाई समस्या छैन, आमालाई चाहिँ किन समस्या छ के दाइ? रोशनी म एकअर्कालाई माया गर्छौँ, अब सबै पुरानो कुरा बिर्सी हुँदैन र? खै बिर्से त हुने हो, तर घाउ जति पुरानो भए पनि कोट्याउँदा दुख्छ भन्छन्। सायद आमालाई पनि त्यही भएको होला। तर दाइ माया ठुलो कि दुश्मनी? अब ठुलो त माया हो नि। अब कहिलेकाहीँ मायालाई दुश्मनले हानि गर्न सक्छ। रोशनीको परिवार र हाम्रो परिवार बीच चिन्जान छ भन्ने मलाई थाहा थिएन दाइ। हामीले त अन्जानमै माया गरेका हौँ एकअर्कालाई। अहिले आएर परिवार बीच समस्या रहेछ त हामी दुईजनाको के दोष भन्नु त? तँलाई हामीले दोष लगाएकै छैन, उसैको घरमा छोरीको हात बाँध्न गएकै त हो। आमा नमान्दै पनि मैले मनाएर लगेको होइन। केदारनाथ आफैले उसको छोरी लुकाए। मैले त अब दुश्मनी आफ्नो ठाउँमा छ, तिमीहरू एकअर्कामा साइन जोड्दाखेरि खुसी हुन्छौ भने मैले त हुन्छ भनेकै थिएँ। तपाईँले आमालाई एकचोटि सम्झाउनु न। मैले ढिला गरेँ भने रोशनीलाई उसको बुवाले अन्त्य बिहे गरिदिनुहुन्छ। रोशनी जसरी पनि मेरो हुनुपर्छ दाइ। अरूसँग बिहे भएको हेर्न सक्दिनँ म। ल ल ल चिन्ता नगर, त्यो रोपे त्यो रोशनीसँगै हुन्छ। रोशनीसँग बिहे, त्यो हत्याराको छोरीसँग कदापि साइन जोड्न दिन्न। होइन तपाईँ किन दुईटा कुरा गर्दै हुनुहुन्छ? बाबुले भक्का फुरुक्क बनाएर पठाएर अहिले फेरि यस्तो भन्नुहुन्छ। बाबु रोशनीसँग बिहे गर्दाखेरि खुसी हुन्छन् भने गर्न दिन्न हौ। होइन कस्तो कुरा गरेको तिमीले? कसरी दिउ म? जसले मेरो बुढी भइसकेको आमाको खुसी छिनेको छ। मेरी आमाको बुढेसकालको सहारालाई सास र लासको बनाएर अल्पत्र पारेको छ त्यसले। तिमीले आमालाई निहालेर हेरेकी छौ? न त आफूले आफैलाई विधवा भनेर स्वीकार्न सक्नु भएको छ, न त सधुवा भनेर छाती फुलाएर हिँड्न सक्नु भएको छ। गलामा बेरङको पोते छुट्याएर सिउँदो उजाड बनाएर हिँड्न थाल्नु भएको आज 20-25 वर्ष भइसक्यो। अझै पनि कता कता छिनो आश राखेर आफ्नो निधारबाट टिका हटाउन सक्नु भएको छैन, जसको कारण त्यो केदारनाथ हो। अब भन तिमी, म कसरी त्यसको परिवारसँग साइन जोड्न सक्छु? त्यसैले अब जसरी हुन्छ म मेरी आमाको लागि न्यायको लडाईँ लड्छु।
अभि खै? अभि भित्र हुनुहुन्छ। हजुरलाई त मैले चिनिनँ नि। म अभिकी फुपू सावित्री। अभिको फुपू बस्नुहोस्। पर्दैन, अभिलाई बाहिर बोलाऊ। अभि बाहिर आउनुहोस् त। फुपू बस्नु। भाग्यमानी हुनु हुन त भाग्यमानी हुनु भनेर कति भन्नु, जति भने पनि ऊ अभागी हुन खोज्छस्। त्यस्तो होइन नि फुपू, म हजुरको आशीर्वादले एकदमै खुसी छु। अनि यो सब के देख्दैछु म? तँलाई घरमा दाइले के कुराको कमी राख्नु भएको थियो र यसरी अर्काको घरमा आएर नोकर बसिरहेछस्? छी 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 छी। हुलिया हेर न यसको, के लुगा लगाएको यस्तो? तैँले त हाम्रो खानदानकै बेइज्जत गर्ने भइस्। त्यस्तो नभन्न फुपू, केही समयको लागि मात्रै हो कि। अनि फुपू हजुर कहिले आउनुभएको यता? केही समय बस्नुहुन्छ कि? बस्न परिहाल्यो नि। तँ हिँडेको दिनदेखि दाइले पिरे केही नखाइ बस्नु भएको रहेछ। बुढो भएको बुवालाई घरमा एक्लै छोडेर यसरी अर्काको घरमा आएर नोकर बस्नु पर्ने कस्तो बाध्यता लाग्यो ह तँलाई? बाध्यता होइन फुपू, यो मेरो आफ्नै रहर हो। उता बुवालाई मैले सबै कुरा भनेर सम्झाएर आएको हो त, फेरि किन चिन्ता लिनु पर्यो? केही समयको लागि त हो नि फुपू, म आइहाल्छु नि। केही समय चाहिँ किन कुर्न पर्यो? म तँलाई लिन आएको थुर्को गरेन। होइन किन मुखामुख गरेको? थुर्को गरेन भनेको सुनेनस्? अहिले म तपाईँसँग जान सक्दिनँ फुपू, तपाईँ जानुहोस्, म चाँडै नै आउँछु। तेरो कारण दाइको स्वास्थ्यमा केही गडबड आयो भने तिमीहरू दुवैजनालाई छोड्दिन म। अभि बुवालाई सन्चो छैन कि क्या हो? मैले अस्ति नै भनेको होइन त अनु, बुवालाई सन्चो छैन भनेर। मैले अनिसको सर्तलाई मान्नुपर्छ भनेर बाहना बनाएको थिइनँ। म यहाँ आउने बेलामा नै बुवालाई राम्रो सन्चो थिएन। धन्न फुपू आउनु भएछ, ढुक्क भयो। अभि दाइ खाना पाक्यो? खाना पाइसक्यो। अनि कहाँ यहाँ बाहिर ठिङ्ग उभिएर बसिरहेको त नि? हिँड्नुभित्र खाना पस्किनु। ए अनि बोरा पनि लिएर आउनु है, हिँड्नु दे भित्र। तिमी मलाई किन यसरी इग्नोर गर्दैछौ के? रोशनी प्लिज यस्तो नगर न। रमेश मेरो हात छोड। छोड्दिन। होइन यो तिम्रो के खालको दादागिरी हो? कहिले घर आएर बाबालाई थर्काएको छ, कहिले मेरो हात समातेर बाटै छेकेको छ। तिमीले चाहेको के हो रमेश? मैले के चाहन्छु तिमीलाई राम्रोसँग थाहा छ त। किन यसरी चेन्ज भएको रोशनी? मलाई तिम्रो परिवारको बारेमा केही पनि थाहा थिएन।
अनि मलाई चाहिँ थाहा थियो। म पनि त बल्ल थपाउँदैछु। हाम्रो परिवारको दुश्मनीको कारण अब हाम्रो माया सकेको हो र? अब त्यही बुझ्दा हुन्छ रमेश, म तिमीलाई माया गर्न सक्दिनँ। के भनेको रोशनी तिमीले यस्तो? हिजोसम्म मैले भन्दा धेरै माया तिमीले गर्थ्यौ, अनि आजको आज अचानक कसरी हरायो तिम्रो माया? ह हेर रोशनी, अरू मलाई केही पनि थाहा छैन। म तिमीसँग बिहे गरेर नै छाड्छु। अर्काको छोरीलाई जबरजस्ती बिहे गर्छु भनेर पाइन्छ र? मैले तिमीलाई पहिले भनिसकेँ रमेश, म मेरो बाबाको इच्छा विपरीत केही पनि गर्दिनँ। र मेरो बाबाले तिम्रो र मेरो बिहे कुनै पनि हालतमा गरिदिनुहुन्न। अनि मलाई माया गर्ने बेला चाहिँ बाबालाई सोधेर उहाँको इच्छा अनुसारले गरेकी थियो? त्यस्तो हो भने त माया गर्ने बेला नै बुवालाई सोध्नु पर्थ्यो त। अहिले आफ्नो मायामा पागल बनाएर मलाई छोड्न पाइन्छ रोशनी? यहाँ रमेश, कस्तो जिद्दी गरेको के तिमीले? अब बाबाले मलाई जो केटा खोजिदिनुहुन्छ म उसैसँग बिहे गर्छु। कसरी अर्को केटासँग जाँदी रहेछस्? हेर्छु म पनि। तँलाई बिहेकै दिन जग्गेबाट उठाउन सकिनँ भने म पनि मर्दैन। भाउजू, दर्शन, सावित्री नानी, हजुरको घरमा पाहुना लाग्नु पो आएँ म त। बसो भन्नुहुन्न? आउनु बस्नु नानी। अनि भाउजू सन्चै हुनुहुन्छ? सन्चै छौँ बा। धेरै पछि नानीको अनुहार देख्न पाइयो, खुसी लाग्यो। श्रीधरले मेरी बहिनी त सहरमा छे, बन्दोबस्तसँग बसेकी छे, कहिल्यै दाइ सम्झेर भेट्न आउँदिन भनेर भन्दै हुनुहुन्थ्यो। धेरै पछि गाउँमा आउनुभएछ, खुसी लाग्यो नानी। राधा, उहाँ श्रीधर काकाको बहिनी, अभिकी फुपू। फुपू दर्शन। दर्शन भाउजू, जीवनले बिहे गरे क्या? हो त, जीवनको श्रीमती राधा। होइन के कुरा सुनेर थचक्क बसेकी, पाहुनालाई देखेपछि यसो चिया बनाएर ल्याउनु पर्दैन? जा चिया बनाएर ल्याएर। ए भाउजू, जीवनले बिहा त गरेछ, बुहारी अलि अटेरी परिन् कि क्या हो? बुहारी मान्छे त अलि छिटो छरी त पो हुनुपर्छ त। अचेलको बुहारीको कुरै नगरौँ नानी। आफू आफूमै ठुलो हुनु भन्छन्, के बोल्नु हुँदैन, के बोल्यो भने छोरालाई कुरा लाएर मबाटै टाढा होला कि भन्ने डर। ए हतार हतार बिहे गरिदिइहाल्नु भएछ, नत्र कति राम्रा स्वभाव भएका केटीहरू चिनेको थिएँ मैले। अब के गर्नु नानी, साट्नु मिलेन, जे जस्तो भयो भने चित्त बुझाउनै पर्यो। त्यही त, बिचरा हाम्रो दाइ अभिको बिहे सुषमासँग गरिदिने भन्दै हुनुहुन्थ्यो। आजकलका केटाकेटीहरूले पराई विदेश बस्ने केटाहरू नै रोज्छन्। तपाईँ र मेरो दाइको सम्धि सम्धिना बन्ने सपना पुरा भएन। फुपूलाई दे न पहिला। भाउजू, बुहारीको हात साह्रै ठुलो छ कि क्या हो? कि चिनी अड्कल लाउँदैन? मलाई त सुगर छ, यस्तो चर्को चिनी खायो भने त म मरिहाल्छु नि।
ए राजा म पनि खानु ल भित्र लगेर राख भाँडामा चिनी चर्को छ भने त के खानु र ल यो पनि लैजा टम्नसँग केही छैन के गर्नु है बुहारीको त नाम मात्रै रहेछन् नि भाउजू जाब चियामा चिनी अड्कल्न त नआउँदो रहेछ झन् यस्तीले बनाएको भान्सा कस्तो होला साँच्ची कान्छाले बिहे गर्यो कि गरेन भाउजू छैन नानी ल ल कान्छी बुहारी चाहिँ अलि ढङ्गकी भित्राउनु अहिले म जान्छु दाइलाई पनि अलि सन्चो छैन आउँदै गर्नुहोस् है नानी भइहाल्छ नि आज जीवन र कान्छो पनि घरमा रहेनछन् तिनीहरू घरमै भएको बेलामा आउँछु हुन्छ नानी आमा यो चिया खानु त हजुरले खान्न म त्यस्तो चिनी चर्को भएको चिया कसले खान्छ हजुरले खाएर चिनी चर्को भएको थाहा पाएको हो एकचोटि मेरो लागि खाइदिनुहोस् न आमा चिनी कसो छ चियामा यसमा त ठिकै छ त त्यसमा पनि ठिकै थियो हुन त फुपू कस्तै नियत थियो नि मलाई थाहा छैन तर पाहुना गएको ठाउँमा कसले त्यसरी चिया फाल्छ भन्नु त मलाई फुपूको नियत चाहिँ खासै ठिक लागेन है खै के जानु म सरा बस्ने मान्छे चिनी कम खाने होला त्यही माथि सुगर छ भनेको सुनिनस् तैँले सुने तर सुगर उनको शरीरमा आइन दिमागमा लागेको रहेछ त्यस्ता मान्छेहरूसँग अलिक बचेकै राम्रो हुन्छ अभि मलाई त हजुरको फुपू हुनुहुन्छ भनेर थाहा थिएन नि अब फुपू गाउँमा बस्ने भए पो तिमीलाई थाहा हुन्छ त फुपू त बिहे गर्न साथ काठमाडौँ बस्न थाल्नु भयो उहाँलाई गाउँ त्यति मनै पर्दैन सायद अहिले त बुवा बिरामी भन्ने थाहा पाएर मात्रै आउनुभएको हो बुवालाई सन्चो पनि रहेन रहेछ फुपू रिसाइरहनु भएको थियो अभि मलाई त कस्तो डर लागिरहेको छ फुपूले हाम्रो घर पनि देखिसक्नुभयो कतै बुवालाई लिएर हाम्रो घर त आउनुहुन्न नि है आउनुहुन्न अनु तिमी ढुक्क हौ मैले बुवालाई सम्झाइसकेको छु अब भेटेँ भने फुपूलाई पनि सम्झाउँछु अघि त अनिस आइहाल्छन् कि भनेर मात्रै मैले फुपूलाई नरोकेको हो ओहो नि एकैछिन ढिला गर्नु भएको भए अनिस आइपुग्ने रहेछ फेरि पनि अनिस भएको बेलामा फुपू आउनुभयो भने तनाव हुन्छ त तपाईँ भाइको शर्त मानेर यत्रो दिन त बसिसक्नुभयो अन्तिममा आएर अनिस सिसायो भने त बर्बाद हुन्छ अभि अब धेरै दिन बाँकी छैन जति नै दुःख आए पनि बिचमा हार नखानु है म कहाँ हार मान्छु त अनु 1 महिनासम्म सर्त पुरा गरेर तिमीलाई आफ्नो बनाउने हो अनि मात्रै अरू कुरा सोच्छु अभि तर मलाई आश थिएन
तपाईँले अनिसको शर्त मानेर मेरो घरमा आएर काम गरेर बस्नुहुन्छ भनेर। किन अनु मेरो माया त्यति कमजोरी छ र? मलाई त लाग्थ्यो तपाईँलाई केही पनि काम गर्न आउँदैन भनेर। हाम्रो घरमा आए पनि 1-2 दिनमा सक्दिनँ भनेर जानुहुन्थ्यो कि जस्तो लाग्थ्यो। त्यसमाथि अनिसले तपाईँलाई के भन्छ। जे भन्यो नि भन्न देऊ न अनु। केही दिनपछि अनिस मेरै सालो हुने हो। अब मेरो सालो भइसकेपछि भिनालसँग कसरी बोल्नुपर्छ भन्ने कुरा म राम्रोसँग सिकाउँछु। तिमी धन्य नमान न। त्यस्तो पो। ल हिँड्नुहोस् साम। अहिले फेरि अनिस रिसाएर बस्छ। हुन्छ जाऊ। कसरी भन्न सक्छौ रोशनी तिमी हामीले तिमीलाई अपहरण गरेको भनेर? तिमीलाई जसरी हुन्छ मबाट टाढा हुनु परेको छ। त्यही भएर चाहिने नचाहिने आरोप लगाउँदैछौ होइन? आरोपकै कुरा गर्छौ भने त तिमीहरूले पनि मेरो बाबालाई वर्षौँदेखि लगाइराखेका रहेछौ नि। जुन आरोपमा मेरो बाबा निर्दोष हुनुहुन्छ। मैले लगाएको आरोप होइन रोशनी हो। मैले त बस आमाले भनेको सुनेको मात्र हो। त्यही पनि हाम्रो मायाको बिचमा परिवारको कुरा ल्याएर मैले कहिले तगारो बनाएँ भन त? तिमीलाई पो आफ्नो परिवारको मतलब नहोला, तर मलाई त मेरो बाबाको मतलब छ रमेश। जसले मेरो बाबालाई हत्यारा जस्तो कुराको आरोप लगाइरहेको छ, अनि त्यही घरकी बुहारी म कसरी हुन सक्छु? आखिर समस्या के भयो? म तिमीसँग बिहे गरेर छुट्टै बस्छु भनिराखेको छु त। म झन् तिमीले जे भन्यौ त्यही मानेर आमासँग मेरो अंश छुट्याइदिनुहोस्, म बिहे गरेर छुट्टै बस्छु भनेकै छु त। रमेश तिमी किन कुरा बुझ्दैनौ भन त? ल तिमीले भने जस्तै गरी हामी छुट्टै बसौँला रे, तर हामीले बिहे गरेपछि न तिम्रो परिवार खुसी हुनुहुन्छ न त मेरो बाबा नै खुसी हुनुहुन्छ। अनि हाम्रो लागि सबैजना दुखी भएपछि हामी बिहे गरेर एक भएर चाहिँ के फाइदा? तिमी साँच्चीकै चेन्ज भएकी रहेछौ रोशनी। म तिमीलाई मायाको कुरा गरिरहेको छु। के हुन्छ कसरी हुन्छ एक हुन खोजिरहेको छु, तर तिमी भने फाइदा र घाटा हेरिरहेको छौ। मैले तिमीलाई सकुन्जेल सम्झाउन कोसिस गरेँ, तर अब सकिनँ। यत्रो समयपछि आज बल्ल मलाई महसुस भयो माया त मैले एक कुरो गरिरहेको रहेछु। तिमीले त मलाई माया नै गरेको रहेनछौ। माया दोहोरै थियो रमेश, तर म मायाभन्दा माथि आफ्नो परिवारलाई राख्छु। परिस्थिति बेग्लिएको मात्रै हो। परिवार त मेरो पनि थियो नि रोशनी। जुन दिन घरमा तिम्रो नाम सुनाए त्यही दिन आमाले तिमीलाई बुहारी स्वीकार्दिन भन्नुभएको थियो। त्यही पनि आफ्नो मायाको लागि आमासँग झगडा गरेँ, रोएँ, कराएँ, आत्महत्या कोसिससम्म गरेर मनाएको थिएँ। यो सब के को लागि थाहा छ रोशनी? तिमीले दिएको बाचा पुरा गर्नु। दाइ र आमालाई तिम्रो घर लिएर आउँछु भनेको थिएँ, तर म आएँ, तिमीले छल गर्यो। मैले छल गरेको होइन रमेश। तिमीहरू आउनुभन्दा अगाडि नै कोही अनजान मान्छेहरूले मलाई अपहरण गरेका थिए। उनीहरूले मलाई
बेहोस हुने औषधि राखेर मुख छोपेका थिए सायद। होसमा आउँदाखेरि बाटोमा छोडिदिएका रहेछन्। तर मलाई बाबाले त्यो अपहरण तिमीहरूले नै गरेको हो भन्दै हुनुहुन्छ। हामी त तिम्रो घर आउने तयारी गरेर सिधै गएका थियौँ, अनि हामीले कसरी गऱ्यौँ भन त? खोइ रमेश, म पनि अचम्ममा परिरहेकी छु। रोशनी! लफङ हो, मेरी छोरीलाई यसरी एकान्तमा भेट्न किन बोलाउँछस्? मैले भनिदिएको छु, आइन्दा रोशनीसँग भेट्ने कोसिस नगर। मैले असली रूप देखाउनु पर्यो भने दुःख पाउलास्। किन भेट्नु गयो कि त्यसलाई? कति सम्झाएँ, बुझाएँ, छोरी बुझ्ने छे बुझ्छे भनेको त डाँडामा गएर दुर्गेको छोरा भेट्नु गयो। तँलाई अलिकति पनि आफ्नो बाउको माया लाग्दैन? लाग्छ नि बाबा, अलिकति मात्र होइन, धेरै नै माया लाग्छ हजुरको। तर म रमेशलाई यत्तिकै छोड्न पनि त सक्दिनँ। उसले मलाई धेरै माया गर्छ बाबा। माया गर्छ त्यो आफ्नो ठाउँमा छ, अनि जानी जानी त्यो दुर्गेको छोरो हो भन्ने थाहा पाउँदा पाउँदै मैले कसरी अपनाउनु त्यसलाई? तर बाबा, हामीले एकअर्कालाई चिनेर ऊ कसको छोरा हो, म कसकी छोरी हो भनेर माया लाएको होइन नि। उसले त म हजुरकी छोरी हो भन्ने थाहा पाएर पनि आफ्नो परिवारलाई मनाएर यहाँ लिएर आएको रहेछ। उसको परिवारले जस्तै हजुरले पनि पुरानो कुरा बिर्से हुन्न र बाबा? तँलाई के लाग्छ त्यो दुर्गेको परिवार छोराको लागि दुश्मनी भुलेर हाम्रो आँगनमा पाइला टेकेका छन्? तैँले तिनीहरूलाई चिनेकी छैन। तिनीहरू आफ्नो छोरालाई हतियार बनाएर शिकार गर्न हामीकोमा आएका छन्। त्यसैले जति सक्दो चाँडो तिनीहरूले सुइँकोसम्म नपाइ एउटा राम्रो केटा खोजेर तिनीहरू बिहा गरेर पठाइदिइहाल्छु, नत्र तिनीहरूको कुनै भरै छैन। नाइ बाबा, अरूसँग डराएर हुन्छ र? गर्दिनँ म कसैसँग बिहे। रमेशसँग भए पो अहिले गर्छु भनेको त। चुप लाग! फेरि त्यसको नाम लिन्छस्? तिनीहरूसँग कुनै पनि हातमा हाम्रो साइनो गाँसिँदैन। यो कुरो दिमागमा घुसाएर राख। हेलो, ओइ केटी, अबीको मोबाइलमा किन फोन लाग्दैन? एकचोटि फोन दे। अबी घरमा हुनुहुन्न अहिले। दिदी फोन स्पिकरमा राख त। खुब मेरो मदालाई नक्करलाई जस्तो काम दलाई राखी छैन। हालत हेर्ने हो भने आफै अरूको घरमा
नहोस्। फोनमा बोल्ने मान्छे को हो दिदी? अबीको फुपू अघि पनि यहीँ आउनु भएको थियो। सन्तानै उस्तै रहेछ त। फुपू होस् कि जोसुकै होस्, उसले तसँग बोल्ने तरिका यही हो। अझै घरमा आउँछु भनेर धम्की पो दिँदी रहेछ। घरमा आओस् न, मैले जानेको छु। छोड्दे अनिस, तातो रिस नगर। अबीको बुवा साह्रै बिरामी हुनुहुँदो रहेछ। बरु एकचोटि उहाँलाई घर पो पठाइदिने हो कि? किन पठाउने घर? त्यो उनीहरूको समस्या हो, हामीलाई मतलब भएको कुरै होइन नि। यति धेरै कठोर पनि नबन्न भाइ। एउटा छोरालाई आफ्नो बुवा बिरामी भएर छटपटिँदा कति पिर परेको होला आफै भन त। अविदाले जान्छु भनेका छन्। उहाँले जान्छु नै त भन्नुभएको छैन, तर कता कता बुवा बिरामी हुनुभएकोले दुखी चाहिँ हुनुहुन्छ। तँलाई नि थाहा हुँदो रहेछ दुखी भएको कि खुसी भएको। धेरै जानी नहो है दिदी। यदि अविदा यसरी नि 1 महिना नपुग्दा आफ्नो घर गए भने म कुनै पनि हालतमा तिमीहरूको साइनो स्वीकार्दिनँ। राधा, बाहिर कसैलाई देखिन, त्यही भएर म त यही कोठामै आएँ। भाउजू खै त? आमा त माथि पसलतिर जानुभएको छ। तिमी अघि मैले च्या फाले भनेर रिसाकियौली, नरिसाऊ है राधा। तिम्रै सासूले यसले लिएको च्या नखाऊ, जस दिनुहुन्न भनिन् अनि फ्यालिदिएको। ए ठिकै छ नि फुपू, केही छैन। हुन त यसरी कुरा चाहिँ काट्न नहुने हो, तर पनि तिम्रो सासू खासै गतिली चाहिँ छैनिन् है। अरूले गरेको कामको जसै दिनिन्। अब बुढाबुढी मान्छे त्यस्तै हो नि फुपू, आफैले सही दिनुपर्छ। आजभोलिको जमानामा के को सहनु नि? बेलैमा आफ्नो गरी खाएको राम्रो हुन्छ के राधा? दिनभरि कान्छाले नि बिहे गर्छ, त्यसपछि त जेठी बुहारीलाई फुट्टे आँखाले देख्न सक्दैनन्। बेलैमा छुट्यायो के? अब 2 भाइ त हुनुहुन्छ फुपू, के छुट्टिनु? धेरैजना ठुलो परिवार भएको छुट्टिएर बसौँ पनि भन्नु। 4 जनाको परिवारमा बिग्न थप्पे एउटी देउरानी त थप्पे लिन्ने। देउरानी पनि बुझ्ने परे, दिदी बहिनी जस्तै साइनो बन्छ। तिमी त साह्रै बुझ्ने रहेछौ राधा, त्यही भएर पो अहिलेसम्म यो घरमा टिकिरहेकी रहेछौ। पहिलाकीले त घर धान्न नसकेर गाकिरे नि त। पहिलाकीले त घर धान्न नसकेर गाकिरे नि त। पहिलाकीले त घर धान्न नसकेर गाकिरे नि त। तिमीलाई नराम्रो लाग्यो है राधा? म पनि कस्ती के पेटमा कुरा अडाउनै सक्दिनँ। सुन न, मैले त तिमीलाई भनिहालेँ, यो कुरा अरू कसैलाई नभन है, तिम्रै बेइज्जत हुन्छ। अब बोल्छ आगो। तिमीले सुषमालाई अस्ट्रेलिया पठाएर मेरो दाइ र भदाको घर उजाडेकी छौ दुर्गा। तिमीले दाइलाई दिएको वचन भुल्यौ। अब म तिम्रो परिवारसँगको साइनो भुल्छु।
नमस्कार, म कलाकार अनिता बस्नेत अर्थात् यस साइनो सिरियलको लेखक, निर्देशक तथा कलाकार। हजुरहरूलाई आजको हाम्रो साइनो सिरियल कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु नभुल्नुहोला। र हजुरहरूलाई हाम्रो सिरियलमा कथावस्तु के कस्तो लागिरहेको छ र कस्तो कथावस्तु आइदिए हुन्छ जस्तो लागिरहेको छ, कृपया हजुरहरूले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हजुरहरूको सल्लाह सुझाव र प्रतिक्रियालाई आत्मसात गर्दै हामी त्यही अनुसार कथा अगाडि बढाउनेछौँ। र हजुरहरूले हाम्रो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनु होला। धन्यवाद।